Hello and namaste सबैजनालाई and welcome to my channel. आजको vlog आज सुरु गर्दैछु फेरि। तपाईहरुलाई नाम चाहिँ म पछि भन्छु है। अनि आज म चाहिँ माइजूसँग माइजूको घर जाँदैछु हैन। म तल टाइटलमै देखिहाल्नुहुन्छ म कहाँ जाँदैछु भनेर। नि हाम्रो दियाको बाजेको घर। म चाहिँ हाम्रो माइजूको कानमा चाहिँ किर्न छ अरे कि दियाले भन्दैछ हो। अनि अब गएको हामी चाहिँ गएको तर माइजू चाहिँ माथिबाट आउँछ। म र नाना पनि पर छ। हुन्छ अब गएको अब जान्दैछु। कताबाट जानु माथिबाट? हामी जानु पर्नेछ पर देख्दैन पनि रहेछ आज त धुम्मले पालो लागेर। दिया हाँस्दैछ मैले भनेको सुनेर। दिया बाई बाई। पर जानु पर्ने छ। अब जान्दैछु भर्खर घरबाट निक्लेको। मैले माइजूको घर चाहिँ भन्दैछु हैन। तर माइजूको घर चाहिँ कहाँ हो त्यो चाहिँ म तपाईलाई एकछिनमा भन्नेछु हैन। तपाईले देख्दै जानुहुनेछ। हाम्रो बाटो हाम्रो गाउँबाट चाहिँ अर्कोपट्टि जान्छ। यहाँबाट चाहिँ हाम्रो भाइ आउँदैछ। बादल भाइ। हाम्रो बादल भाइ है हाई भन्दै त। हेलो। चाहिँ अब पुरा नानाकोमा जान्छु। त्यहाँ नानाकोमा गएर भेटौँ न। म चाहिँ नानाको घर पुगेँ। नाना जाऊ। हजुर हाम्रो नाना आउँदैछ यहाँ चाहिँ। अब हामी दुईजना चाहिँ जाने हो। यहाँ चाहिँ अस्ति पूजा भएको ठाउँ। दुईजना नानालाई पनि भेटिहालेँ। यहाँ चाहिँ हाम्रो नाना हाई भनिदिनु न। हाई। अहिले त पुरा गरम भइरहेको छ हो। उता त पुरा जाडो छ अरे। त्यही भएर अलिक मोटो लगाएर गएको कि तर गरम चाहिँ भइरहेको छ अहिले। अब हजुर अलिक भारी कम्ती हुन्छ। अनि अहिले गएर लगाइ बस्नु पर्दैन नि हो। भारी पनि हुँदैन ब्यागमा। गल्यो एक ब्याग हुन्छ हो लुगा। त्यही भएर एकैचोटि लगाएर गएको कि। यहाँ फोन पक्रेको हातमा चाहिँ झोला बोकिरहेको छ कि फोन। यस्तो भइरहेको छ कि दुख्यो हातै। भोलि हाम्रो शिव मन्दिरमा अरे कि पूजा गर्छ नि त भोलि। भोलि पऱ्यो हौ। अब नानाले ब्यागमा चाहिँ बस्यो भने चाहिँ उल्टी गर्छ अरे हो। हाम्रो नानाले अब ब्यागमा भयो पनि अगाडि भयो पनि अब जानु पर्यो है। जानु पर्यो। आइपुग्यो अरे। मालितपुर आइपुग्यो अरे हौ माइजू। बजारमा छ अरे फेरि। घरि मालिधुरा भन्छ घरि बजार भन्छ माइजू। हाम्रो माइजूलाई हेर्नु मन लागिसक्यो होला है तपाईहरुलाई। यहाँ चाहिँ यस्तो गरम भइरहेको छ कि कहिले
गाडी आउने र जानुपर्ने। यहाँ चाहिँ हामीले गाडी पर्खिरहेको छौँ होइन यहाँ बडाको दोकानमा। अनि नानाले चाहिँ नेल पलिस लाउँदैछ। घरमा अलिक ढिलो भयो कि अनि हतार गरेर आएको त छैन, गाडी नै आइपुगेको छैन त्यसो। ना माइजू चाहिँ आइपुग्यो। अब बल्ल माइजूलाई चाहिँ भेट्यौँ। तपाईँहरूलाई म माइजू देखाइदिन्छु ल। मैले सानो माइजू भने। अब हामी चाहिँ गाडीमा चढेर जाँदैछौँ। हुन्छ अहिले देखाउँछु ल माइजू। अहिले उयो भयो, अप्ठ्यारो भयो। म पछाडि पछि माइजूलाई चाहिँ अगाडि राखिदिइरहेको छु। छिरिङमा हामी चाहिँ अब चाहिँ पुल बजार छिरिङ। पुल बजार होइन यो, यहाँबाट स्टार्ट पुल बजार। हामी चाहिँ कहाँ झरेको अरे माइजू? कहाँ झरेको अरे? हामी त सुम्बुकमै आधी बाटोमै झारिदियो। अब यहाँबाट चाहिँ उकालो हिँडेर जानुपर्छ अरे हो। माइजूले हिँडायो नि आधी बाटोबाट। ए माइजू अघिदेखि माइजू भनेको थियो नि, माइजू नै हो। हाम्रो माइजू चाहिँ अब कता उकालो हो। अब चाहिँ यो उकालो हिँड्नुपर्ने अरे हो। अब हामी चाहिँ उकालो, नाकाहरू चाहिँ ठोकिँदैन होला नि है। म पनि फर्स्ट टाइम आएको हो यता हो। बिरेनबारीमा एकपल्ट चाहिँ आएको, त्यहाँदेखिको उता चाहिँ आएको छैन। आज आएको उकालो माथि पुग्नुपर्छ अरे। ल अब जाँदैछौँ। दुईजना चाहिँ अगाडि छ। यहाँ चाहिँ स्कुल रहेछ, एनडिए स्कुल। एनडिए स्कुल कहाँको? सुम्बुक अरे, सुम्बुकको एनडिए स्कुल। उमा थिएछ स्कुल चाहिँ अलिक क्लियर चाहिँ कहाँबाट देख्छ थाहा भएन हो। म पनि भर्खर आएको। यता हेर्नु त नाना कतिको गलिसक्यो अरे भर्खर, अलिकति 5 मिनटमै। माथि घरबाट कहाँबाट केमा आउँदैछ भन्दै रहेछ कि गाडीमा, 2 फुटे गाडीमा हामी जाँदैछौँ। मलिटहरू टिपेको अरे नानाले चाहिँ त नि। त्यो त तितो पो हुन्छ होला, अब सानो त कहाँ। बिचारा हाम्रो नाना हिँड्नु सक्दैन। यो मलाई कसले बोक्ने, मेरै डल्लो भएर चाहिँ यहाँ बेग बोकेर। ए यहाँ रहेछ है स्कुल मार्सल। यहाँ रहेछ एनडिए स्कुल सुम्बुक। अघि तलबाट चाहिँ देखेको थिएन नि त, कम्ती
गल्यो जाँदैछौँ हामी यहाँ स्कुल पुग्यौँ हात चलाएको छुइनँ किनभने हातमा चाहिँ झोला छ हो अघि के देखाउनु अरे नाना अलिक तेर्सो तेर्सो भएको बाटो पनि देखाउनु भन्दैछ छैन रहेछ नि त उकालो हिँड्नु पर्ने आइपुग्यो तर रोडबाट चाहिँ जाँदैन अरे नि फेरि पनि उकालै गाडीहरू चाहिँ अब आउँदैन रहेछ नि त यही रोड यता रोड फेरि चढ्नु पर्यो हिमाल यहीँ हिमालचुरी पर्वत अरे नाना गएको अब हामी चाहिँ पछाडि नानालाई चाहिँ फर्स्टमा हिँडेको नि मेरो अनुहार देखायो भने अहिले म फेरि फोनमा फोकस गरेर भने फेरि लड्छु होला हो एकछिन चाहिँ बाटो देखाउँछु ल ऊ चाहिँ गाडी आयो अरे गाडी भेट्नु लागि चाहिँ झुरु कुद्दैछ नाना झन् फर्स्टै भयो ऊ कुदेर गाडी पाउनु लागि गाडी पाउँछ अरे नि त एक गाडी पाउँछ अरे होइन आउँदै रहेछ कि उयो रोक्छ अरे अन्त नाना चाहिँ फर्स्ट अनि म चाहिँ तलै छु हेर्न सकिनँ गल्यो नाना छिटो जानु छिटो अब चाहिँ रोड आइपुग्नु फेरि अर्को रोड आइपुग्यो रोड आइपुग्यो
चाहिँ आइपुग्यो गरम भयो आम्मा डर लाग्दो मान्छे गल्यो है पुरा नाना चाहिँ भयो भने गाडी रोकी माग्छ अरे हामीले चाहिँ उयोसम्म पिकअप पायौँ अब बाटोको आधी बाटोको बनाउनु पाएन भिडियो होइन अब हामीले चाहिँ तेस्रो बाटो बनिँदै रहेछ नि त यहाँ चाहिँ रोडहरू यता पर चाहिँ राई गाउँ अरे अब यता चाहिँ सन्मान गाउँ अरे माइजूको मुही परै माइजूहरू त्यसमा डिस्कस हुँदैछ यहाँ हामी त जान्दैछौँ यता माइजूले चिन्ने अब चाहिँ चाँडो चाँडो भयो माथि घर जानु भने त अझै छ फेरि उकालो उहाँ छ सडक चाहिँ हो सडकबाट चाहिँ उकालो आउनु पर्ने सडक रोड उकालो हिँड्नुपर्छ आजको भिडियो चाहिँ अलिक लामो भयो अनि हेरिदिनु होला नबिर्सी भने मैले माइजूको घर भने माइजूको घर चाहिँ लोधोमा हो अनि म चाहिँ फर्स्ट टाइम गएको नि त त्यहाँ अनि त्यही भएर चाहिँ माइजूको घर भनिरह्यो माइजूको घर चाहिँ लोधोमा हो ल हामी चाहिँ माइजूको घर पनि पुग्यौँ अनि आजको भिडियो चाहिँ म यहीँ अन्त गर्दैछु होइन अनि सबैजनाले हेरिदिनुहोस् होला अनि लाइक सेयर अनि कमेन्ट गरिदिनुहोस् होला अनि नबिर्सिकन सब्सक्राइब पनि गरिदिनुहोस् होला अनि थ्याङ्क यू फर वाचिङ दिस भिडियो थ्याङ्क यू